मैले प्याज सोधेको हल्का गर्ने हो। अनि गाजर राखेको छु र बन्दा छ हो हैन। यो त कलरको लागि मात्र हो, पिरो हुन्न अरे हैन। यसमा म अब यो सबै फुटेर अब भइसक्यो हैन। सबैलाई हल्का हल्का गरेको छु मैले। सब भयो। चाउमिन हल्ला गइरहेको छु। चाउमिन गाइस पछि हाल्ने हुने काम त होइन, माथिबाट हालेर चलाइदिन्छु नि त। गाइस फाइनली पाकेर मैले रेडी गरेँ। ओ माई गड, ल आउनुहोस् को खानु छ होइन। सुपाको हातबाट बनाएको चाउमिन खान आउनु होला साथीभाइहरू को हुनुहुन्छ। मेरो मुखे रसायो गाइस, अब खानुपर्छ ल। पाक्यो। हेलो गाइज, नमस्ते, वेलकम माई न्यू ब्लग गाइज। हजुर सन्चै आरामै हुनुहुन्छ होला। हामी दुईजना पनि सन्चै आरामै छौँ होइन। फेरि आज न्यू च्यालेन्ज लिएर आएको छौँ। न्यू च्यालेन्जमा के छ भने चाहिँ चाउमिन र यहाँ मैले अन्डा पकाएर मिक्स गरेको छु होइन। अम्लेटलाई मिक्स गरेको छु। चाउमिन अम्लेट है, यो दुईटा हामी यसको च्यालेन्ज गर्न गइरहेको छौँ आज। यसको पनिसमेन्ट चाहिँ तपाईँहरूले लास्टमा हेर्नु होला होइन। को फर्स्ट को सेकेन्ड हुन्छ भनेर फेरि हामीले आज यो चाउमिनको एकचोटि च्यालेन्ज लिएर आएको छौँ। ल अब स्टार्ट गरौँ है खानालाई। ढिलो नगरिकन चाउमिन धेरै सेलाइसक्यो हामीले सेटअप गर्दा गर्दा, त्यही भएर ढिला नगरिकन हामी खाना गइरहेको छौँ है गाइस। ल पिरो भयो भने म पानी दिन्छु। आज चाहिँ पानी यहाँ राख्नु अगाडि गिलासमा राख्नुपर्छ। पानी गिलासमै छ, मैले गिलास लिएर आएको छु। आज मैले चाहिँ तपाईँको कोकहरू रियलहरू केही, आज कोक फ्यान्टा, नो कोक नो फ्यान्टा, आज केही पनि राखेको छैन। आज हामीसँग पानी मात्रै छ। पानी छ होइन। थम्बनेल पहिला थम्बनेल एउटा गाइस यस्तै गरेर थम्बनेल बनाइदिउँ है। यो चाहिँ उ गर्न पाइन्छ न, तँसँग नजोडाउ तिमी, किनभने चाहिँ पछि यो फालेर अर्को राख्न पाइन्छ। त्यही भएर ल यस्तै माथि है। भयो म खाएँ। ल नखाऊ, गर उता हेर है। ल गाइस भयो, गरौँ तिमीले। ल थम्बनेल दामी हुनुपर्छ क्या, थम्बनेलै भएन भने गाइस होइन गाह्रो हुन्छ। थम्बनेल जस्तो बनाउने जस्तो झ्याउका मलाई केही लाग्दैन। रोका गरेको ल फेरि ल थम्बनेलको सिधा हो त, सिधा भएन भने यो ठ्याक्क अहिले खानामा फेरि यो हाम्रो क्यामेरा मैले फाल्नै पाउँदैन क्या। ल गाइस भयो है हाम्रो थम्बनेल। अब हामीले स्टार्ट गर्न गए 1 2 3 मान्छे रिसिहाल्छ। ल 3 गो। बब्बाल बनिन। बब्बाल छ गाइस। सोलले खाइनु हुन्छ। मेरोमा धेरै चाउमिन राखेको छ मान्छेले। ए साँच्चै हो। मैले बराबर हाले। लाइभमा पनि कसम खान्छन् बे। हो तिमी जहिले यस्तै भन्छ, मेरोमा धेरै छ भन्छ। त्यही भएर दिमागै नै भएको मान्छे रहेछ है। टाउको मात्र राखेको छ। च्यालेन्ज दुईजना बराबर हुनुपर्छ नि त। च्यालेन्ज सबै साटौँ न त ल।
अब चाहिँ जित्नुपर्छ। जित्नुपर्छ आज। कल्ला मलाई सम्झिने कस्तो बुझाएको बिस्तारै खाऊ न। म यत्रो छ त अझै। तिमीले सिधै छ नि टिस्यु पानी म त बिस्तारै खाइरहेको छु। कसले छिटो खान्छ? एउटा रहनु भएन। चाहियो त जहिले मैले यति हाँस्छु किन होला? आइहाल्छ। गाई आज पनि मैले हात तर यतिले क्या आज पनि है। हानिलाई यतिले त हो नि। जहिले पनि थोरैले क्या जित्छु भनेर गरे लास्टमा गएर हालिदिइहाल्छु। यो कस्तो च्यालेन्ज। गाई चाउमिन चाहिँ यस्तो मिठो भएको थिएन। यस्तै मिठो लाग्यो चाउमिन मलाई। गाई चाहिँ चाउमिन त बाल मिठो भयो। सबेर ल गाइस देखिहाल्नुभयो च्यालेन्ज देखिहाल्नुभयो। आज पनि मैले हारेँ। म त लगभग सधैँ म हार्छु होइन। 2-3टा आइटम भयो भने चाहिँ जितेको छु नम्बर प्राइज छु हारेको छु। त्यही पनि कोसिस गर्छु एक दिन जित्छु भनेर होइन। कोसिस चाहिँ गर्दैछु म होइन गाइस। अब चाहिँ पनिसमेन्टको पालो है। पनिसमेन्टको पालो चाहिँ के छ भनेपछि डल्ले खुर्सानी छ। एउटा खुर्सानी छ। खुर्सानी चाहिँ चपाएर 1 मिनटसम्म नो रियाक्सन मुखमा राख्ने। 1 मिनट पछाडि चाहिँ फाल्नेवाला छ आज चाहिँ होइन हाम्रो। त्यही अब च्यालेन्जतिर म गइरहेको छु। खोइ मोबाइल छैन 1 मिनट हेर्नले। घडी छ होइन। कति मिनट भयो गाइज? म यो जाँदैछु गरेर। नखाने खा जस्तै त हो नि। टन्नै छ अझै। टन्नै छ।
ल भयो माय गॉड भित्र मैले राखेँ भनेको होइन खुर्सानी बाजी त्यही त अरू ल अरू पनि हुन्छ नि त गाइस के भयो ल पुरै पर्पल आयो त्यसको लागि मैले कागती खाइदिएँ क्या अलिकति पिरो काट्छ कि भनेर कागती खाइदिएको गाइज होइन तर पिरो चाहिँ के काट्थ्यो र कागतीले झन् ल गाइज हजुरहरूलाई आजको हाम्रो भिडियो कस्तो लाग्यो होइन हजुरहरूलाई आजको हाम्रो च्यालेन्ज आजको हाम्रो बुढाबुढीको च्यालेन्ज हजुरलाई मन पर्यो भने हाम्रो भिडियो हजुरहरूलाई मन पर्छ भने हाम्रो भिडियोलाई लाइक शेयर र सब्सक्राइब पनि गरिदिनु होला है हाम्रो भिडियोलाई माया गरिदिनु होला हामीले फेरि कस्तोहरू भिडियोहरू हजुरहरूलाई चाहिन्छ त्यो पनि कमेन्टमा गरिदिनु होला फेरि हामी नेक्स्ट भिडियो लिएर फेरि चाँडै आउँछौँ नेक्स्ट भिडियोमा भेटौँला सबैजनालाई बाई बाई पिरो भाषा गाइज लाइक शेयर र सब्सक्राइब पनि गरिदिनु होला है नभुल्नु शेयर सब्सक्राइब पनि गर्नलाई